म यति बेला धरान नगरीको कवि विमल गुरुङ स्मृति पुस्तकालयमा आइपुगेको छु। सकभर व्यक्तिगत लगानीमा व्यक्तिगत प्रयासमा सुरु गरिएको यति धेरै पुस्तकहरूको सङ्ग्रह भएको पुस्तकालयमा म आइपुगेकै थिइनँ। म आज यस्तो ठाउँमा आइपुगेँ र मैले आफैलाई गर्वको अनुभूति गरेको छु। मसँग हुनुहुन्छ यस पुस्तकालयका स्थापनाकर्ता, यो फाउन्डेसनको अध्यक्ष, यसको के अरे सोचकर्ता, यसको संरक्षक मसँग हुनुहुन्छ। हजुरको परिचय पाउन हजुर। मेरो नाम पूर्णबहादुर गुरुङ हो। विमल स्मृति पुस्तकालयको अध्यक्ष पूर्णबहादुर गुरुङ। मैले यो 2048 सालमा निर्माण भएको यो साहित्यकार महत्त्व पर्सिबाट उद्घाटन भएको हो। हजुर, अब यो पुस्तकालय नै स्थापना गर्नुपर्छ भन्ने दिमागमा कसरी आयो हजुरलाई? यो पुस्तकालय स्थापना हुनुपर्छ भन्नेमा मेरो पनि अलिकति विचार छ। म धेरै आर्मीमा बसेँ, धेरै कोर्सहरू गरेँ। त्यसकारण त्यो पढ्नु भन्ने चाहिँ बडो अति आवश्यकको कुरा रहेछ। त्यसैले छोराले पनि अब 43 सालमा एसएलसी दिएको, पास गर्न सकेन। के अरे हिसाबमा ओर्दैन दाग लाग्यो। 43 सालमा म चाहिँ विदेश गइहालेँ, मेरो जान पनि विदेशमै हो। त्यसैले छोराले अलि क्वालिफायरतिर लागेर ऊ चाहिँ अलिकति अध्ययनतिरै लागेर चाहिँ बस्यो। त्यसैले 45 साल भइसकेर आयो। त्यहाँबाट धेरै दुःख लाग्यो, बुढिया चाहिँ पढाइदियो। म चाहिँ 47 सालसम्म नोकरी गरेँ। फेरि आएको थियो। आएर यो काठमाडौँमा छोरा थियो आफ्नै घरमा। त्यसैले त्यो कृषिमा काम गर्दै रहेछ। त्यसैले मैले अर्थी बस्ती पनि थियो। त्यसैले यो राति नहेर्नु, राति रिमान्ड नपस्नु राम्रो हुँदैन। हामी क्वालिफाइड भएको मान्छे होइन। त्यसैले अध्ययनमै चाहिँ ध्यान दिनुपर्छ भन्ने चाहिँ मेरो विचार थियो। हजुर, अनि छोरा त कवि पनि रहेछ नि त। त्यो चाहिँ 2045 सालमा इटरीमा चेसिसले चाहिँ कार्यक्रम गर्दाखेरि 1 किलो जङ्गलमा चाहिँ त्यो बेला 500 पाउन्ड भन्ने ठुलो राशि रहेछ। त्यसैले उसले त्यो बेला 500 पाएको रहेछ 1 किलो जङ्गलमा। त्यसैमा मैले किताब पनि एउटा छापिदिएको छु। त्यही कविता चाहिँ बढी लेख्थेँ। कविताको सबै कवितै कविता। हजुर, अहिले 3टा अङ्क निकालेको छ, कवितै सङ्ग्रहमा छ। त्यो किताब हजुरले प्रकाशन गरिदिनु भएको छ? सबै गराए। अब यो हजुरले यो कति सालमा स्थापना गर्नुपर्ने पुस्तकालय? 48 सालमा। 48 सालमा। छोरा बितेको वैशाखमा हो। मैले कार्तिक 19 गते चाहिँ निर्माण गरेर तयारी पारेर म तत्पर्सितलाई चाहिँ उद्घाटन हजुर, यो घरको अलिकति संरचना भनिदिनु न। यो आफ्नै हो कि भाडामा हो कि यो तलमाथि कहाँ कहाँ के छ? यो चाहिँ विमल पुस्तकालय भनेपछि उसको अंश हो। यो सबै आफ्नै सम्पत्ति हो। यो भाडामा चाहिँ होइन। यो मैले जग्गा किनी गरी निर्माण गराएको। यो चाहिँ भविष्यसम्म समाजले अध्ययन गरोस् भन्ने चाहिँ विचारले गएको। भनेपछि यहाँ के छ त? त्यो पुस्तकालय बाहेक अरू के हल पनि छ कि अरू के संरचना छ? यहाँ भुइँ तलामा हल छ, माथि तलामा पाहुनाहरू सुत्ने कोठाहरू छ। हजुर, भनेपछि यहाँ पुस्तक चाहिँ लगभग कति होला? पुस्तक चाहिँ लाखभन्दा ज्यादा छ। लाखभन्दा ज्यादा छ। यो सबै आफैले किन्नुभयो कि अरू कसैले डोनेसन गरिदिएको हो कि आफूले प्रकाशन पनि गर्नुभयो कि के हो? यो चाहिँ धेरै डोनेसनमै आएको छ। किनभनेदेखि म काठमाडौँमा सब लाइब्रेरी पुगेँ।
उनीहरूले थुप्रो दान दियो। त्यसैले त्यही मतलब मैले के अरे बाहिर बोर्डमा पनि लेखेर आएको छु, कसले कति सय कति हजार दियो भन्ने चाहिँ। अनि हजुरले आफैले पनि किन्नुभयो? मैले किन्छु हजुर, म झनै त्यतिखेर यो सुरुवातमा चाहिँ कति कति बराबर किन्नुभयो? सुरुवातमा चाहिँ मैले किनिनँ हजुर, खास गरी मेरो छोराकै आलमारी भई किताब थियो, हजुर झन्डै 3-4 बोरा जस्तो त्यो साहित्य किताबहरू थियो। राजनीतिको चाहिँ आलमारी भई थियो भनौँ न। हजुर अनि यो मार्क्सहरूको किताब पनि थियो? मार्क्सहरू धेरै मार्क्स एङ्गलको किताब पढ्थेँ मेरो छोरा। हजुर त्यसकै आधारमा मैले पुस्तकालय निर्माण गरेँ। म पनि अलिकति पढ्नै पर्छ भन्ने चाहिँ मेरो विचारधारा हो। तर आजसम्म दिमागमा घुसिँदैन हो कि, किनभने 30-32 वर्षमा त दिनमा एकका अक्षर लेखेको 365 दिनमा त सबै छिरिसक्यो होला। आजसम्म मैले त्यो पढ्ने चेष्टा चाहिँ गरेको थिइनँ। तर मलाई चाहिँ काम चाहिन्छ, म काम गर्छु, साफसफाइ गर्छु। म सायद मेरो विचार अनुसार चाहिँ नगरपालिका नेपालको कर्मचारीले 2जनाले गर्ने काम एउटैले गर्छु। त्यो अब यो विदेश धेरै लामो समय बस्नु हुँदा यस्ता पुस्तकालयहरू धेरै देख्नुभयो हजुर? धेरै देख्यो हजुर। सायद त्यो पुस्तकालय देखेपछि यहाँ नेपालमा पनि यो खालको पुस्तकालय चाहिन्छ भन्ने केही अनुभूति भयो? त्यो चाहिँ त्यस्तै भन्नु, मैले यो पुस्तकालय स्थापना भएपछि मैले काठमाडौँतिर धेरै पुस्तकालय हेरेँ। विदेशमा त पहिला पहिला हेरेको थियो, अलिकति हावै हुन्थ्यो, किनभने आर्मीको मान्छे 5 रुपियाँ हेरेर सरकारलाई टाइम देखाउनु पर्थ्यो, समयमा विदेशमा धेरै अलरेडी पाइँदैन। काठमाडौँतिर धेरै हेरेँ म, किनभने यो रिचार्ज लायक भइसक्यो। मैले पुस्तकालय हेरेँ धेरै। अब मैले अब के भन्नु, बुद्धिस्ट लाइब्रेरी, नेपाल लाइब्रेरी, कोरियन लाइब्रेरीहरू हेरेँ, अमेरिकन लाइब्रेरीहरू हेरेँ। मलाई अमेरिका पार्क सिटी लाइब्रेरीले मलाई धेरै किताब दियो। उनीहरूले 3,12,000 पैसा पनि दियो। हजुर त्यो पैसाले के गर्नु? मैले सबै के फर्निचर किनेँ। हजुर भनेपछि अहिले हजुर कति वर्षको पुग्नु? म अहिले 82 वर्ष, 82 वर्षको उमेरमा पुग्दै हुनुहुन्छ भनेपछि अझै पनि केही गरौँ भन्ने केही उत्साह छ, आँट छ? आँट त हजुर अझै 15-20 वर्ष केही नभएदेखि केही गर्थेँ कि जस्तो लागिरहेको छ। ल ठिक छ, एकदम शुभकामना। हजुरको आयु वृद्धि होस्, भगवानका काममा परोस्। हजुर जस्तै एउटा समाजमा सत्कार्य गर्ने व्यक्ति लामो समय बाँच्नुपर्छ भन्ने हामीलाई लागेको छ। भनेपछि यस पुस्तकालयमा दैनिक पाठकहरू कतिका आउने गर्नुहुन्छ? यो पाठकको बारेमा मलाई पनि धेरै दुःख लाग्छ। हामी हालतल मात्रै भन्थ्यौँ, त्यसैले पढ्नुपर्छ, कम्प्युटरको जमाना भनेर उनीहरूले कम्प्युटरले मात्रै खानु दिँदैन। किनभने पढे अध्ययन गऱ्यो भने त्यही हो। अब पढेर आदि पढेर साथलाई सियालाई सिधै पनि भयो, कम्प्युटरमा त त्यो त आउँदैन, त्यो खोज्नु पर्ने हुन्छ। त्यसैले मै अब कम्प्युटर हालसम्म मैले चलाउनु जानेको छुइनँ। मलाई कति कम्प्लेन गरे, मलाई साथीले नि भने मान्छे कस्तो कस्तो भइसक्यो, तपाईँ एउटा मोबाइल चलाउनु जान्दैन। कस्तो कस्तो होइन, मान्छे काम गर्दैन त्यसो मोबाइलको घरमा त्यसै खानु आउँछ अगाडि। काम गर, मेरो अध्ययनै काम हो। काम गरेपछि बस खानु जुडिहाल्छ नि। अब म जस्तो बजार जान्छु, 30 रुपियाँ गरेर 60 रुपियाँ जान्छु। म त हिँडेर जाँदा त्यो एक्सर्साइज पनि हुन्छ, त्यो 60 रुपियाँ पनि बाँच्छ भन्ने मेरो चाहिँ विचार छ। भनेपछि अब यसलाई के सोच्नु भएको छ त? यसलाई भविष्यसम्म सञ्चालन गर्नको लागि यसलाई पैसा चाहिन्छ होला, आय स्रोत चाहिन्छ, भोलि कोही एउटा कर्मचारी राखिदिनु पर्छ, दिगो रूपमा सञ्चालन हुनु पर्यो, यसको आफ्नै अचेकोस हुनु पर्ला कि अहिलेसम्म यसको केही अचेकोस बनाइसक्नु भएको छ कि बनाउने सोच्नु भएको छ? यो अचेकोस
बाहिर फस गएको छैन, पैसा भइसकेको छ, त्यो 3 करोड पैसा छ यसको अक्षय तर धेरै वकिलहरूले भने तपाईँले त्यत्रो पैसा राख्नु मिल्दैन, 1.5 करोड भन्दा त्यो सब सरकार लाग्छ भनेर भन्छ। यो नेपालको कानुन अलिक दुःख लाग्दो छ। ए हजुर, त्यसो भए अब त्यो अक्षय कोषमा जम्मा भएको पैसा सबभर फिक्समा राख्नु भएको होला, अनि त्यो फिक्सबाट आएको ब्याजबाट त्यसलाई केमा लगानी गर्नु भएको छ? के साहित्यकारहरूलाई के पुरस्कृत पनि गर्नु भएको छ कि? त्यही हो, जस्तै अहिले एउटा विमलको जीवनी बनाउँछु भनेर एउटा म त्यसै कहिले पनि गर्दिनँ, मैले 4 लाख दिएको छु। मलाई जीवन लेखिदिन्छ भने तर राम्रो लेख्नु पर्यो, 4 लाख तपाईँलाई भने मैले त्यो छुट्याइदिइसकेको छु, जिम्मा दिइसक्नु भएको दिइसकेँ। मैले 50-60 हजार दिइ पनि एउटा एडभान्स पनि दिइसकेँ। अब मेरै बनाइदिन्छु भने मैले साथीहरूलाई 76 सालमै के भन्छ, अब 1-2 लाख दिइसकेको छ। मेरो हातमा बनेको छैन। 76, 77, 78, 79, 80, 81, 6 वर्ष 7 वर्ष लाग्यो। त्यसैले लेखिदिन्छु भन्छ, तर नेपालमा दुःख लाग्छ। आजको 1 दिनमा हुने काम 5 दिनमा पनि सक्दैन। त्यसो भए देश कहिले नै उँभो लाग्दैन। हजुर, ल हुन्छ हजुर। अब यो के अरे यो पुस्तकालयमा अलिक धेरै पाठकहरू आओस्, पढ्नको लागि, अध्ययन गर्नको लागि, खोज अनुसन्धानका लागि सबैको ध्यान केन्द्रित होस् भनेर चाहिँ हजुरले सबैलाई एउटा कस्तो खालको सुझाव दिनुहुन्छ कि त्यस्तो सुझावले हजुरको यो सन्देश सुनेर भोलिदेखि यहाँ मान्छे हुरुरु आउन सकोस्, त्यस्तो सन्देश केही छ हजुर? मेरो सन्देश चाहिँ खास गरी यहाँ फेरि आउने, पढ्ने, अनुसन्धान गर्ने। म उनीहरूलाई बिजुली बत्ती केही यहाँको सास भिन्दैन। म अझै उनको चियापान पाउँछु, पानी पाउँछु। त्यही हो मेरो धर्म नै, त्यति हो। अरू केही पनि म गर्नु सकेको छैन। त्यहाँभन्दा कति सुविधा कसरी दिने? एउटा कम्प्युटर छ भने कम्प्युटर थियो, मैले दियो, बेचिदियो, चल्दै 5-6 वर्ष भइसक्यो, चल्दै के हो त्यो कम्प्युटर? लु लैजाएर 15-20 हजार लैजाएर 25 हजार हालेको, 20 हजार दिइपऱ्यो। अब भविष्यमा यसलाई अगाडि बढाउने हजुरसँग योजना के छ? भविष्यमा त्यही हो। मैले यहाँ लुनी चाहिँ निर्माण एउटा राखेको भतिजा, उसलाई पनि म त्यसै राखिदिनु, 20-30 हजार तलब पाएर राख्छु। उसलाई तालिम दिनु पर्ला, यो केही सिप त सिकाउनु पर्ला। त्यो पनि अब त्यो चाहिँ अब मैले पहिले नै एउटा अनुरोध पनि गरेको थिएँ। मैले यसो पुस्तकालयबाट भाइ सहयोग पाएर यसो किताब राख्ने सिस्टम चाहिँ एउटा सिकाइदिनु भए राम्रो हुन्थ्यो भन्ने चाहिँ मैले भनेको थिएँ। अब हजुर पनि त्यस्तै अनुसन्धान गर्ने, सेवा गर्ने भावनाले यहाँ आउनु भएको छ। त्यसैले सायद हजुरबाट केही सहयोग पाइन्छ कि भन्ने आशा लाग्छ। हस्, धन्यवाद। फेरि हामी आउँदै गर्छौँ। अब यहाँको यो पुस्तकालय फलोस् फुलोस्, पाठकहरूको जमघट घटेर होइन बढेर जाओस्। हामी आउँदै गर्छौँ। भविष्यमा यो पुस्तकालयलाई कस्तो बनाउने हामी दुवै पक्ष सल्लाह गर्दैछौँ। नेपाल लाइब्रेरी फाउन्डेसन, म आफै पनि नेपाल लाइब्रेरी फाउन्डेसनको महासचिवको हैसियतले यहाँलाई धेरै धेरै आभार तथा धन्यवाद व्यक्त गर्दछु। हवस् त, नमस्कार। नमस्कार।